नमस्कार सम्पूर्णलाई। म डाक्टर शुभम कुमार अग्रवाल, विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत चिकित्सक। लायन्स र रोटरी क्लबहरूको समन्वयमा प्रोजेक्ट द क्यान्सर टक नो इट फाइट इट कन्क्युर इट अन्तर्गत आज हामी प्रोस्टेट क्यान्सरको बारेमा चर्चा गर्नेछौँ। केही समय अगाडि अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई पुष्टि भएको क्यान्सर पनि यही हो। प्रोस्टेट एक ग्रन्थि हो जुन पुरुषहरूको पिसाबको थैलीको मुनि र मलद्वारको अगाडिपट्टि हुने गर्छ। जब प्रोस्टेट ग्रन्थिका कोशिकाहरू असामान्य र अनियन्त्रित रूपमा वृद्धि हुन्छन् त्यसलाई हामी प्रोस्टेट क्यान्सर भन्छौँ। अब हामी प्रोस्टेट क्यान्सरका रिस्क फ्याक्टर अर्थात् जोखिमका तत्त्वहरू र कारणहरूको बारेमा चर्चा गर्नेछौँ। यसका प्रमुख जोखिमका तत्त्व र कारणहरूमा निम्न कुराहरू पर्दछन्। 50 वर्षको उमेरपछि यसको जोखिम बढ्दछ। फ्यामिली हिस्ट्री र जेनेटिक फ्याक्टर, यदि हजुरको बुवा दाजु भाइमा यो क्यान्सर देखिएको छ भने हजुर पनि उच्च जोखिममा हुनुहुन्छ। रेसियल फ्याक्टर, एसियन भन्दा पनि यो अफ्रिकन मान्छेहरूमा धेरै देखिन्छ। धूम्रपान अथवा स्मोकिङ, उच्च बोसोयुक्त खाना, मोटापापन, टेस्टोस्टेरोनको प्रभाव, भिटामिन डी कम हुनु र प्रोस्टेट सम्बन्धी अरू कुनै दीर्घकालीन समस्या छ भने त्यसले पनि लङ टर्ममा क्रोनिक रूपमा यसको प्रोस्टेट क्यान्सरको जोखिम बढाउँछ। प्रोस्टेट क्यान्सरमा सुरुमा लक्षण नदेखिन पनि सक्छ, तर देखिए भने देखिने मुख्य लक्षणहरू यी हुन्। पिसाब बारम्बार आउनु, विशेष गरी रातिको बेला, पिसाब सुरु गर्न गाह्रो हुनु, पिसाब गर्दा पोल्नु वा जल्नु, पिसाबमा रगत देखिनु र पिसाबको धार कम हुनु वा पिसाब रोकी रोकी आउनु। यसका साथसाथै शरीरमा कमजोरी हुने, तौल घट्ने जस्ता लक्षणहरू पनि देखिन्छन्। प्रोस्टेटबाट क्यान्सर जुन जुन अङ्गहरूमा फैलिन्छ त्यो अङ्ग अनुसारका लक्षणहरू पनि देखिँदै गर्छन्। जब तपाईँ यस्ता लक्षणहरू लिएर विशेषज्ञ चिकित्सककोमा जानुहुन्छ, उहाँले सबैभन्दा पहिला तपाईँको हिस्ट्री लिनुहुन्छ। अघि हामीले चर्चा गरेका रिस्क फ्याक्टर र कारणहरू एक्सप्लोर गर्नुहुन्छ। त्यसपछि जाँच्नुहुन्छ। उहाँले तपाईँको मलद्वारबाट औला हालेर डिआरई भन्ने जाँच गर्नुहुन्छ, डिजिटल रेक्टल एक्जामिनेसन। तपाईँको प्रोस्टेटमा कुनै गाँठो छ कि हेर्नका लागि। त्यसपछि पिएसए भन्ने प्रोस्टेट स्पेसिफिक एन्टिजेन भन्ने जाँच गराउनुहुन्छ, एमआरआई गराउनुहुन्छ, रोग कन्फर्म गर्नका लागि बायोप्सी भन्ने जाँच गराउनुहुन्छ र आवश्यकता अनुसार सिटी स्क्यान र बोन स्क्यान अथवा पेट स्क्यान गराउन सकिन्छ रोग कहाँ कति फैलेको छ हेर्नका लागि। उचित समयमा प्रोस्टेट क्यान्सरको उपचार सुरु गरे उचित चिकित्सकीय मार्गदर्शन र परिवारको साथ सहयोगले यो रोगलाई जित्न सकिन्छ। यो रोगको उपचारका विकल्पहरूमा सर्जरी, रेडियोथेरेपी, हर्मोनल थेरेपी र केमोथेरेपी पर्दछन्। यसका साथसाथै जीवनको गुणस्तर सुधार्नका लागि प्यालिएटिभ केयर पनि आवश्यक पर्दछ। लायन्स र रोटरी क्लबहरूले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आवश्यकता भएकाहरूलाई सहयोग गर्दै आएका छन्। हामी उहाँहरूलाई यस भिडियो मार्फत धन्यवाद दिन चाहन्छौँ। साथै हाम्रै टिम मेम्बरले तयार पार्नु भएको यो भिडियो हजुरहरूलाई देखाउन चाहन्छौँ। क्यान्सर भनेको आफै एउटा रोग पनि हो र यसलाई निराकरण गर्नलाई चाहिँ हामीलाई गाह्रो हुन्छ। हुनुभन्दा अगाडि सचेतना, अनि उहाँले भन्नुभयो चेतनशील चाहिँ हुनुपर्ने हुन्छ। क्यान्सर चाहिँ विभिन्न थरीको हुन्छ र अहिलेदेखि बच्चाहरूलाई अवेरनेस गराउँदै गयो भनेदेखि क्यान्सर बारेमा चाहिँ उनीहरूले आफ्नो जिउमा आएको परिवर्तनलाई आफूले नै मनन गरेर चाहिँ मलाई केही भइरहेछ कि भनेर सचेतना जगाउँछ यसले, होइन? त्यही भएर हामीले यो प्रोग्रामलाई लिएर आएको छौँ। प्रोस्टेट क्यान्सर समयमा पत्ता लागे यसको सही उपचार गर्न सकिन्छ। हामीले यो भिडियो बनाउनुको मुख्य उद्देश्य एउटै हो। हजुर वा हजुरको कोही आफन्त साथीभाइहरूले हामीले चर्चा गरेका लक्षणहरू हेरिरहनु भएको छ वा कुनै पनि अस्वाभाविक लक्षण 2 हप्ता वा बढी हेर्नु भएको छ भने तुरुन्त चिकित्सकीय परामर्शको लागि अस्पताल जानुहोस्। साथसाथै जागरुकता फैलाउनका लागि यो भिडियो अगाडि सेयर गरिदिनु हुन हामी अनुरोध गर्दछौँ। धन्यवाद।